आजको यो श्रृङ्खलामा हामी कब्जियतको बारेमा कुराकानी गर्नेछौँ, कन्स्टिपेसनको बारेमा कुराकानी गर्नेछौँ। सिम्पल र साधारण भाषामा बुझ्ने हो भने कब्जियत भनेको तपाईको आन्द्रामा ट्राफिक जाम। वेलकम टु डाक्टर खर्ट्स युट्युब च्यानल। एउटा स्वस्थ व्यक्तिको हजारौं सपनाहरू होलान्, तर बिरामी व्यक्तिको एउटा मात्र सपना हुन्छ, रोगबाट मुक्ति। नमस्ते। आजको यो श्रृङ्खलामा हामी कब्जियतको बारेमा कुराकानी गर्नेछौँ, कन्स्टिपेसनको बारेमा कुराकानी गर्नेछौँ। डाक्टर साहब, साग थपे छु, झन् बढी मेरो कब्जियत त बल्झ्यो। पानी पनि त्यत्रो 2-4 लिटर खाएको छु, तर पनि मेरो कब्जियत ठिक हुँदैन। सम्भवतः मलाई लाग्छ 3 करोड नेपालीलाई कब्जियत किन हुन्छ भनेर सोध्नुभयो भने उत्तर पाउनुहुन्छ। फाइबर कम भयो त्यही भएर कब्जियत भयो, पानी कम भयो त्यही भएर कब्जियत भयो। यदि पानीको कमीले कब्जियत हुने भए, फाइबरको कमीले कब्जियत हुने भए त सिधै 1 केजी फाइबर 2 लिटर पानी थपे भए त कब्जियत ठिक हुनु पर्ने। तर ठ्याक्कै यसको विपरीत हुने रहेछ। जति फाइबर बढाउँदै जान्छन् व्यक्तिहरू, पानी जति थप्दै जान्छन्, कब्जियत झन्झन बढ्दै जान्छ। आजको यो श्रृङ्खलामा हामी के फाइबर थपेर कब्जियत ठिक हुन्छ, कब्जियत हुनुको मुख्य कारण चाहिँ के हो, विशेष रूपमा हामी कन्स्टिपेसनको बारेमा कुराकानी गर्नेछौँ। यस्तै मेडिकल भिडियोहरूको लागि मेरो च्यानल सब्सक्राइब गरी मलाई चाहिँ सपोर्ट गरिदिनु होला। अब हामी कुरा गरौँ आखिर कब्जियत भनेको के, कब्जियत किन हुन्छ। सिम्पल र साधारण भाषामा बुझ्ने हो भने कब्जियत भनेको तपाईको आन्द्रामा ट्राफिक जाम। ट्राफिक जाम भन्नुको मतलब नै कब्जियत हो तपाईको। नर्मली हाम्रो आन्द्रा चाहिँ पेरिस्टाल्सिस मुभमेन्ट हुन्छ, पिरियोडिक रूपमा चाहिँ कन्ट्र्याक्ट हुनुपर्ने, रिल्याक्स हुनुपर्ने, ताकि चाहिँ फिसिस जुन छ, दिशा जुन छ, कोलनसम्म गएर ठुलो आन्द्रासम्म आएर तलबाट बाहिर चाहिँ आउनुपर्ने हुन्छ। र त्यो भएन भने त्यसलाई चाहिँ हामी चाहिँ कन्स्टिपेसन भन्छौँ। र सम्भवतः आज म जति कुराहरू गर्नेछु कब्जियतको बारेमा, यो 3वटा अध्ययनको आधारमा मैले आजको कब्जियत सम्बन्धी सबै कुराहरू गर्नेछु। पहिलो अध्ययन छ मिथ्स एन्ड मिसकन्सेप्सन अबाउट क्रोनिक कन्स्टिपेसन। दोस्रो अध्ययन छ फाइबर इन्टेक, constipation and overweight among adolescents living in Sao Paulo city. तेस्रो नम्बर भनेको stopping or reducing dietary fiber intake reduces constipation and its associated symptoms. आज जति कुराहरू गर्नेछु म यो 3वटा अध्ययनको आधारमा कुराकानी गर्नेछु। अब हामी कुरा गरौँ पहिलो जुन फाइबर सम्बन्धी जुन मिथ छ कि फाइबर थप्दैमा कन्स्टिपेसन ठिक हुन्छ। पहिला एकछिन यसरी चाहिँ बुझौँ हामी। अघि मैले तपाईँहरूलाई बुझाइसकेँ, कन्स्टिपेसन भनेको तपाईँको आन्द्रामा ट्राफिक जाम हुने हो। ट्राफिक जाम भएको बेलामा गाडी थप्ने कि गाडी घटाउने, जति तपाईँ फाइबर थप्नुहुन्छ, फाइबरले के गर्छ भन्दाखेरि तपाईँको दिशामा भएको वाटर झन् अब्जर्भ गर्छ र दिशा झन्झन साह्रो हुँदै जान्छ। एकछिनमा बुझ्नुहुन्छ तपाईँले बिस्तारै फाइबरले झन् थपेपछि किन गाह्रो हुँदै रहेछ भनेर, र कुन फाइबर थप्दा चाहिँ ठिक हुन्छ भनेर हामी यसको बारेमा कुराकानी गर्छौँ। एकछिन हामी बुझौँ आज अर्बिभोर्स जनावरको बारेमा, अर्थात् घाँस चर्ने जनावरहरू, गाईको, भैँसीको, बाख्राको। म तपाईँहरूलाई बुझाउँछु। एकछिन कुरा गरौँ हामी गाईको बारेमा। गाई जुन अर्बिभोर भन्छौँ हामी, प्लान्ट्सहरू मात्र खाने, घाँस मात्र चर्ने जुन जनावर छ त्यसलाई भन्छौँ अर्बिभोर। अर्बिभोरको बारेमा हामी कुरा गरौँ। गाईको कुरा गर्ने हो भने गाईको 4वटा आन्द्रा हुन्छ। पहिलो आन्द्रालाई भन्छ र्युमेन, दोस्रोलाई भन्छ रेटिकुलम, तेस्रोलाई भन्छ ओम्यासम र चौथोलाई भन्छ एबोम्यासम। जब गाईले घाँस चर्छ नि, जब घाँस खान्छ उसले फर्स्टमा के गर्छ, घाँसलाई चाहिँ निल्छ। त्यसपछि उसले पहिलो आन्द्रा जुन छ त्यहाँ चाहिँ र्युमेनमा चाहिँ जान्छ है। र्युमेनमा गइसकेपछि त्यसलाई टुक्र्याइन्छ र टुक्र्याएपछि फेरि के हुन्छ भन्दाखेरि त्यो र्युमेनबाट घाँस चाहिँ फेरि तपाईँको बाहिर मुखमा आउँछ। दोस्रो आन्द्रामा जानुपर्ने जाँदैन, फेरि मुखमा आउँछ। त्यही भएर गाई चपाएको चपाइ हुन्छ। अनि चपाइसकेपछि झन् सानो टुक्रामा ब्रेक गर्छ उसले, र ब्रेक गरिसकेपछि के हुन्छ भन्दाखेरि तपाईँको बल्ल अब चाहिँ दोस्रो आन्द्रामा जान्छ, रेटिकुलममा जान्छ। अब रेटिकुलममा गइसकेपछि त्यसपछि तेस्रो आन्द्रा ओम्यासममा र एबोम्यासम भनेको ट्रु आन्द्रा हो। अब के हुन्छ, यो ठुलो जुन आन्द्रा छ यो आन्द्रामा के हुन्छ भन्दाखेरि ब्याक्टेरिया र माइक्रोब्सहरू र भाइरसहरू, ब्याक्टेरिया र माइक्रोब्सहरू हुन्छ, यिनीहरूले चाहिँ त्यसलाई चाहिँ पचाउँछ, बल्ल फाइबरलाई चाहिँ टुक्र्याउँछ। अब तपाईँहरूलाई अझ म विस्तृत रूपमा बुझाउँछु। 4वटा आन्द्रामा बल्ल त्यहाँनिर, त्यो पनि आफैले टुक्र्याउन सक्दैन, त्यहाँनिर चाहिन्छ माइक्रोब्स र ब्याक्टेरिया। संसारको कुनै पनि स्तनधारी प्राणीहरू छ, कुनै पनि म्यामल्सहरू छ, इन्क्लुडेड ह्युमन,
उसले चाहिँ प्लान्टमा हुने जुन कार्बोहाइड्रेट छ त्यसलाई भन्छ सेलुलोज अथवा प्लान्टमा हुने सुगर छ कार्बोहाइड्रेट त्यसलाई भन्छन् सेलुलोज। संसारको कुनै पनि म्यामल्सले त्यसलाई चाहिँ न त डाइजेस्ट गर्न सक्छ न त टुक्र्याउन सक्छ आफैले। त्यही भएर ठुलो आन्द्रामा त्यो फाइबर गइसकेपछि जुन सेलुलोज छ त्यहाँ ब्याक्टेरिया र माइक्रोबले चाहिँ त्यसलाई डिकम्पोजिसन गर्नुपर्ने हुन्छ, त्यसलाई फर्मेन्ट गर्नुपर्ने हुन्छ, कुहाउनु पर्ने हुन्छ। त्यही भएर आन्द्रामा चाहिने भन्दा बढी फाइबर भएपछि के हुने रहेछ, ग्यास र ब्लोटिङ हुने रहेछ। अब कुरा गऱ्यौँ हामी मानवको, जब हामीले खाना खान्छौँ हामीले खाएको खानाहरू 90% 90% भन्दा खानाहरू सबै कहाँनिर ब्रेक हुनुपर्ने र कहाँनिर अब्जर्भ हुनुपर्ने भन्दाखेरि सानो आन्द्रामा हाम्रो स्मल इन्टेस्टाइन छ त्यहाँनिर चाहिँ खानाहरू अब्जर्भ हुनुपर्ने हुन्छ। तर जब तपाईँले फाइबर खानुहुन्छ त्यो फाइबर चाहिँ सानो आन्द्रामा अब्जर्भ हुँदैन, त्यो ठुलो आन्द्रामा जान्छ कोलनमा। अब कोलनमा गइसकेपछि जनावर जस्तै हाम्रोमा पनि के हुन्छ भन्दाखेरि ब्याक्टेरिया र माइक्रोबले मात्र फाइबरमा भएको प्लान्टमा भएको जुन सेलुलोज छ त्यसलाई चाहिँ टुक्र्याउन सक्दैन। केले टुक्र्याउँछ भन्दाखेरि त माइक्रोब र ब्याक्टेरियाले त्यसलाई डिकम्पोज गर्नुपर्ने हुन्छ हाम्रो कोलनमा। त्यही भएर इमेजिन गर्नु फाइबर धेरै हुँदै बित्तिकै ग्यासहरू गनाउने, ब्लोटिङहरू हुने, पेट ढुस्स भएर आउने, किनकि त्यहाँनिर ब्याक्टेरियाहरूले डिकम्पोज गर्नुपर्ने हुन्छ। त्यही भएर फाइबर चाहिँ लिने हो, तर फाइबर चाहियो भन्दैमा तपाईँले 2 किलो रायोको साग, 2 किलो फर्सीका मुन्टा अनि त्यसपछि आएर तोरीको सागहरू त्यहाँ जति तपाईँले थप्दै जानुहुन्छ यसरी बुझ्नुहोस् त यो एउटा पाइप छ, यो पाइप छ, यो पाइप जाम भएको छ। तपाईँले जति धेरै फाइबर थप्नुहुन्छ, फाइबर थप्नुको मतलब के दिशा बल्क हुन्छ कि हुँदैन। तपाईँको झन्झन के हुन्छ, फाइबरले पानी सोच्दै जान्छ र दिशा झन् के हुन्छ भन्दाखेरि साह्रो हुँदै जान्छ, झन् तपाईँ के हुन्छ पाइपमा चाहिँ अलिकति अप्ठ्यारो चाहिँ हुन थाल्छ। त्यही भएर फाइबर चाहिँ लिने हो। युएससीले के भन्छ भन्दाखेरि 35 ग्राम फाइबर लिनुपर्ने हुन्छ एउटा व्यक्तिले। फाइबर लिने, तर फाइबर कहाँबाट लिने भन्दाखेरि मैले चाहिँ मेरो पेसेन्टहरूलाई के भन्छु, यो रायोको साग, फर्सीका मुन्टा यस्ता जति पनि हाई फाइबरहरू छ यसलाई बन्द गरेर सबैभन्दा राम्रो फाइबर्स भनेको तरकारीबाट लिने हो। काउली, ब्रोकोली, लौका, घिरौला भेजिटेबल्सबाट चाहिँ फाइबर लिनुपर्छ। र अर्को सिजनल फ्रुट्सहरू हुन्छ, फ्रुटलाई जुस नगरिकन सँगै फाइबरयुक्त फ्रुट्स लिनुभयो भने तपाईँलाई साँच्चीकै नै फाइदा हुन्छ। त्यही भएर जुन एउटा मिथ छ कि फाइबर खाँदैमा तपाईँ कन्स्टिपेसन ठिक हुन्छ, सम्भवतः तपाईँहरूले बुझिसक्नु भएको होला फाइबर चाहिन्छ। तपाईँले जहिले पनि फाइबर चाहिँ भेजिटेबल तरकारीबाट र फलफुल सिजनल फ्रुट्सबाट चाहिँ फाइबर लिनुपर्ने हुन्छ। चाहिने भन्दा बढी फाइबर भइसकेपछि झन्झन गाह्रो चाहिँ हुन्छ। अब दोस्रो कुरा गरौँ, आखिर व्यक्तिलाई कन्स्टिपेसन चाहिँ किन हुन्छ। दोस्रो नम्बरमा ल्याक अफ स्टमक एसिड। तपाईँको आन्द्रामा के हुन्छ भन्दाखेरि हाइड्रोक्लोरिक एसिड चाहिँ उत्पन्न हुनुपर्ने हुन्छ र हाइड्रोक्लोरिक एसिडले तपाईँले खाएको खानाहरू टुक्र्याउनु पर्ने हुन्छ, अब्जर्भ गर्नु पर्ने हुन्छ। जब एसिडको कम हुन्छ खानाहरू अपच हुन थाल्छ। त्यही भएर यदि कुनै व्यक्तिको राम्रो एसिड शरीरमा बनिरहेको छैन भने उसलाई इनडाइजेसन हुन्छ र इनडाइजेसन के हुन्छ भन्दाखेरि तपाईँलाई चाहिँ कन्स्टिपेसनमा परिणत हुन सक्छ र लामो समयसम्म यदि एसिड राम्ररी बनेन भने दीर्घकालीन हुन्छ नि लङ क्रोनिक कन्स्टिपेसन हुने एउटा कारण चाहिँ त्यो हो। अब हामी कुरा गरौँ तेस्रो नम्बरमा इलेक्ट्रोलाइट इम्ब्यालेन्स। मैले अघि पनि बुझाएको थिएँ दिशा राम्ररी हुनको निमित्त तपाईको आन्द्राको पेरिस्टाल्सिस मुभमेन्ट छ, जुन पिरियोडिक मुभमेन्ट हुन्छ कन्ट्र्याक्सन र रिल्याक्सेसनको, त्यो चाहिँ नियमित रूपमा हुनुपर्ने हुन्छ। र यो सबैभन्दा बढी कन्स्ट्रक्सन गराउने के भन्दाखेरि म्याग्नेसियम र पोट्यासियमले। के गरेर शरीरमा इलेक्ट्रोलाइट इम्ब्यालेन्स छ, म्याग्नेसियमको कमी छ, सोडियमको कमी छ, क्लोरिनको कमी छ र विशेष गरेर पोट्यासियमको कमी छ भने तपाईँको आन्द्रा राम्ररी खुम्चिँदैन। आन्द्रा राम्ररी खुम्चेन भने तपाईँलाई चाहिँ कन्स्टिपेसन हुनसक्छ। त्यही भएर जहिले पनि कन्स्टिपेसन यदि केही गरेर तपाईँलाई धेरै वर्षदेखि कन्स्टिपेसन छ भने एउटा काम तपाईँले पक्कै सोच्नुपर्ने हुन्छ कि मेरो शरीरमा इलेक्ट्रोलाइट इम्ब्यालेन्स त भएन, विशेष गरेर म्याग्नेसियम र पोट्यासियमको कमी त भएन, त्यो भएर पनि कन्स्टिपेसन चाहिँ हुने गर्छ। अर्को कुरा गरौँ हामी एन्टिबायोटिक्सहरूको। जब मान्छेले कुनै पनि एन्टिबायोटिकहरू लिनुहुन्छ नि त्यो एन्टिबायोटिक लिँदाखेरि त्यसले हाम्रो आन्द्रामा भएको नर्मल फ्लोराहरू माइक्रोब्सहरूलाई डिस्टर्ब गर्ने रहेछ। त्यही भएर मेरो केसमा चाहिँ के हुन्छ, जति पनि मेरो पेसेन्टहरू छ मलाई कुनै एन्टिबायोटिक स्टार्ट गर्नु पर्यो भने म चाहिँ प्रोबायोटिक सँगै चाहिँ स्टार्ट गर्छु 2 हप्ताको निमित्त। त्यही भएर कुनै पनि प्रकारको एन्टिबायोटिक लिइराख्नु भएको छ अथवा धेरै वर्षदेखि लिइराख्नु भएको छ अथवा बारम्बार बेला बेलामा बिरामी भएर एन्टिबायोटिक लिइराख्नु भएको छ भने तपाईँले विचार पुर्याउनु पर्ने हुन्छ कि तपाईँले लिइरहेको एन्टिबायोटिकले गर्दा तपाईँलाई नर्मल फ्लोरा डिस्टर्ब हो, जसले गर्दा कन्स्टिपेसन हुनसक्छ। त्यो एउटा कुरा चाहिँ कन्सिडर गर्नुपर्ने हुन्छ।
अब अर्को कुरा गरौँ हामी कन्स्टिपेसनको बारेमा। जसरी धेरैजसो औषधिहरू छन् त्यसले पनि कन्स्टिपेसन गराउन सक्छन्। जस्तै कोडिन फस्फेटहरू भयो, दुखाइहरूको लागि लिने जुन ओपोइड्सहरू छ त्यो ओपोइड्सहरूले पनि कन्स्टिपेसन गराउन सक्छन्। त्यही भएर एकचोटि आफ्नो डक्टरसँग सल्लाह गर्नुपर्ने हुन्छ के तपाईँले लिइरहेका औषधिहरूले तपाईँलाई कन्स्टिपेसन गराए कि गराएनन् भनेर। त्यही भएर सरस्वती हेर्ने हो भने एउटा फाइबरको मात्र कमीले, पानीको मात्र कमीले कन्स्टिपेसन हुन्छ भन्ने छैन। अब अर्को कुरा गरौँ चाहिने भन्दा बढी पानी खाने व्यक्तिहरूमा। चाहिने भन्दा बढी पानी खाने र चाहिने भन्दा बढी फाइबर खाने, अघि नै बुझाइसके। फाइबर अत्यधिक मात्रामा भयो भने दिशाबाट उसले के गर्छ भन्दाखेरि वाटरलाई चाहिँ सोच्छ र दिशा झन्झन बाक्लो हुँदै जान्छ। अब हामी कुरा गरौँ पानीको बारेमा। तपाईँले चाहिने भन्दा बढी पानी खानुहुन्छ भने के हुन्छ भन्दाखेरि तपाईँको पानी त सेलमा कोशिकामा छिर्नुपर्ने हुन्छ नि। यत्तिकै पानी कोशिकामा छिर्दैन। कोशिकामा पानी तपाईँले हाइड्रेसन गर्नुको लागि पानी खानुभयो, तर तपाईँ चाहिँ हाइड्रेसन फिल गर्नुभयो, तर इन्ट्रासेलुलर हाइड्रेसन चाहिँ भएन। सेलहरू पनि त हाइड्रेसन हुनु पर्यो नि त। सेलमा पानी छिराउनुको निमित्त चाहिँ सोडियम चाहिन्छ। अब तपाईँ के गर्नुभयो, चाहिने भन्दा बढी पानी खानुभयो, कन्स्टिपेसन ठिक हुन्छ भनेर के हो, पानीले तपाईँको झन् शरीरमा सोडियम पोटासियम इलेक्ट्रोलाइटलाई डाइल्युट गर्छ र पिसाबको माध्यमबाट सिधै बाहिर जान्छ। झन्झन तपाईँ पानी थप्दै जानुहुन्छ, झन्झन इलेक्ट्रोलाइट इम्ब्यालेन्स हुँदै जान्छ। र अघि नै बुझाइसके तपाईँको आन्द्रा चल्नको निमित्त सोडियम पोटासियम म्याग्नेसियमको सन्तुलन चाहिँ शरीरमा हुनुपर्ने रहेछ। त्यही भएर चाहिने भन्दा सादा पानी खाने व्यक्तिहरूलाई पनि कन्स्टिपेसन चाहिँ बढी हुनसक्छ। अर्को कुरा गरौँ हामीलाई कन्स्टिपेसन हुनुको कुरा गरौँ। अर्को भनेको बाइलको कमी भयो भने। बाइल भनेको हाम्रो कलेजोले बनाउने भनेको बाइल हो र बाइलको मुख्य काम भनेको फ्याट्सहरूलाई ब्रेक गर्ने हो, टुक्र्याउने हो। के गरेर राम्ररी फाइल्सहरू बनिरहेको छैन भने खानाहरू इन्डाइजेसन हुने, नटुक्रिने समस्या हुनसक्छ। बाइलको अर्को मुख्य काम भनेको जुन ठुलो आन्द्रा छ कोलन, त्यो कोलनलाई चाहिँ उसले के गर्छ भन्दाखेरि लुब्रिकेट गर्ने काम चाहिँ बाइल्सको हुने रहेछ। त्यही भएर बाइल थोरै भएर पनि कन्स्टिपेसन हुनसक्छ र बाइल के गरेर धेरै बनिरहेछ भने डायरिया हुनसक्छ। अब सम्भवतः तपाईँहरूले बुझिसक्नु भयो होला एउटा व्यक्तिलाई किन कन्स्टिपेसन हुने रहेछ भनेर, र तपाईँहरूले पक्कै पनि उत्तर पनि पाइसक्नु भएको रहेछ किन कन्स्टिपेसन हुने रहेछ भनेर। त्यही भएर आजको यो श्रृङ्खलामा म विश्वस्त छु तपाईँहरूलाई कन्स्टिपेसन किन हुने रहेछ र हामीले के गर्यौँ भने कन्स्टिपेसन चाहिँ ठिक हुने रहेछ भनेर बुझिसक्नु भएको छ होला। आजको लागि यति नै, अर्को भिडियोमा फेरि भेटौँला।